आज हामी विश्वासका 3 महान व्यक्तित्वहरूलाई हेर्नेछौँ र उनीहरूको जीवनबाट आज्ञाकारिताको वास्तविक अर्थ के हो भनेर बुझ्ने कोसिस गर्नेछौँ। कसरी उनीहरूको विश्वासले उनीहरूलाई इतिहासकै सबैभन्दा असाधारण कामहरू गर्न लगायो, आउनुहोस् यो यात्रा सुरु गरौँ। ल अब यसमा डुबौँ है त। आजभोलि हामी जताततै के सुन्छौँ? आफ्नो मनको कुरा सुन, बी ट्रू टु योरसेल्फ, होइन त? सोशल मिडियादेखि लिएर हरेक सल्लाहमा हामीलाई यही भनिन्छ, तिमीलाई जे ठिक लाग्छ त्यही गर। यो हाम्रो समयको सबैभन्दा ठूलो मन्त्र जस्तै भएको छ। तर परमेश्वरको राज्यको कुरा गर्दा त्यहाँको मुद्रा अलि फरक छ, र त्यो हो आज्ञाकारिता। अब आज्ञाकारिता सुन्ने बित्तिकै हामी सोध्छौँ, आँखा चिम्लेर कसैको कुरा मान्नु, डरले केही गर्नु होइन। बाइबलले भनेको आज्ञाकारिता त्यो होइन। यो त भित्रको गहिरो विश्वास र भरोसाको बाहिरी प्रकटीकरण हो। येशूले भन्नुभए जस्तै, तिमीहरू मलाई प्रेम गर्छौ भने मेरा आज्ञाहरू पालन गर्नेछौ। मतलब आज्ञाकारिता डरले होइन, तर प्रेम र भरोसाले जन्मन्छ। आजको हाम्रो यात्रा यस्तै हुनेछ। हामी नोहको कथाबाट सुरु गरेर अब्राहमको परीक्षा हुँदै येशूको अन्तिम समर्पणसम्म पुग्नेछौँ, र यो यात्रामा हामीले आज्ञाकारिताको गहिरो अर्थलाई बुझ्नेछौँ। ल हाम्रो यात्राको पहिलो खण्डमा प्रवेश गरौँ, नोहको कथाबाट, जहाँ विश्वासले यस्तो कुराको सामना गर्छ जुन सुन्दा नै असम्भव लाग्छ। यहाँ एउटा कुरामा ध्यान दिउँ, नदेखिएका कुराहरू। विश्वास भनेकै यही त हो, होइन र? जब हाम्रो आँखाले केही देख्दैन, हाम्रो तर्कले केही भेउ पाउँदैन, हो त्यति बेला भरोसा गर्नु। विश्वासको सबैभन्दा ठूलो परीक्षा नै त्यही हो। एकछिन कल्पना गरौँ त, नोहलाई दिएको आदेश कति अनौठो थियो होला। धेरै विद्वानहरू भन्छन् त्यो बेलासम्म सायद पृथ्वीमा आकाशबाट पानी नै परेको थिएन। यस्तो अवस्थामा सुक्खा जमिनको बीचमा बाढी आउँछ भनेर एउटा विशाल जहाज बनाउनु भनेको त मरुभूमिको बीचमा स्विमिङ पुल खन्नु जस्तै हाँसोमुर्दो कुरा थियो। अनि यो 1-2 दिनको कुरा थिएन है। सोच्नुस् त, लगभग 120 वर्ष, हरेक दिन हथौडाका आवाज अनि सँगसँगै छिमेकीको खिल्ली र मजाक। तैपनि नोहपछि हटेनन्। उनको आज्ञाकारिता एक दिनको जोश थिएन, बरु दशकौंसम्म टिकेको विश्वासको हरेक दिनको परिणाम थियो। नोहको कथाले हामीलाई आज एउटा ऐना देखाउँछ। जब हामी परमेश्वरको बाटोमा हिँड्न खोज्छौँ, कहिलेकाहीँ हामी पनि त समाजको नजरमा अव्यावहारिक वा मूर्ख देखिन सक्छौँ। प्रश्न यो हो कि हामी आफ्नो विश्वासको लागि सामाजिक उपहास सहन तयार छौँ? यदि नोहको कथाले हाम्रो दिमागलाई चुनौती दियो भने, अब हामी जाँदैछौँ अब्राहमको कथामा, जसले हाम्रो हृदयलाई नै हल्लाइदिन्छ। यो एउटा यस्तो परीक्षा हो जसले सोध्न बाध्य बनाउँछ, विश्वासको मूल्य कति हुन सक्छ। एकछिन रोकिएर यो आदेशलाई मनन गरौँ त। तेरो एउटै छोरो, जसलाई तैले प्रेम गर्छस्। परमेश्वरले अब्राहमको सबैभन्दा बहुमूल्य कुरा माग्नुभयो। इसहाक त सिर्फ छोरा थिएनन्, उनी त दशकौंको प्रार्थनाको जवाब थिए, बुढेसकालको सहारा थिए, परमेश्वरको प्रतिज्ञाको जीवित प्रमाण थिए। यो आदेश सुन्दा अब्राहमलाई कस्तो भयो होला? तर बाइबलले के भन्छ? बिहान सबेरे अब्राहम उठे। कुनै प्रश्न छैन, कुनै गुनासो छैन, कुनै ढिलाइ छैन। उनको यो तत्कालको प्रतिक्रियाले उनको भित्री भरोसा कति गहिरो थियो भन्ने कुरा देखाउँछ। यो जीवनभर परमेश्वरसँग हिँडेर कमाएको विश्वासको अभिव्यक्ति थियो। त्यसो भए के अब्राहमले आँखा चिम्लेर यो सब गरे त? होइन। उनको आज्ञाकारिताको पछाडि एउटा गहिरो तर्क थियो। जुन परमेश्वरले मलाई असम्भव परिस्थितिमा यो छोरा दिनुभयो, उहाँले उसलाई मृत्युबाट पनि उठाउन सक्नुहुन्छ। उनको विश्वास उपहारमा थिएन, उपहार दिने परमेश्वरमा थियो। अब्राहमको यो कथाले हामीलाई सोध्छ, हाम्रो जीवनको इसहाक के हो? हाम्रो करियर, हाम्रो परिवार, हाम्रो इज्जत, यस्तो कुन कुरा छ जसलाई हामीले परमेश्वरभन्दा पनि माथि राखेका छौँ र जसलाई समर्पण गर्न हामीलाई सबैभन्दा गाह्रो हुन्छ? नोह र अब्राहमले आज्ञाकारिताको जुन बाटो देखाए, त्यसको शिखर र त्यसको पूर्णता हामी येशूमा देख्छौँ। उहाँको कथाले देखाउँछ कि साँचो आज्ञाकारिता भनेको केवल केही गर्नु मात्र होइन, बरु आफूलाई पूर्ण रूपमा अर्पण गर्नु हो। येशूको आज्ञाकारिता कुनै एक घटनामा मात्र सीमित थिएन। उहाँको पूरै जीवन नै समर्पण थियो, र त्यो समर्पणको अन्तिम बिन्दु थियो क्रुसको मृत्यु। योभन्दा ठूलो आज्ञाकारिताको उदाहरण अरू के होला र?
गेत्सेमनीको त्यो रात जब भयानक पीडा र सारा संसारको पापको बोझ उहाँको अगाडि थियो, उहाँको मन पनि त डरायो होला। तर त्यो चरम पीडाको बीचमा पनि उहाँले के भन्नुभयो? मेरो इच्छा होइन, तर तपाईँको इच्छा पूरा होस्। यो नै समर्पणको शिखर हो। र यहाँनिर एउटा महत्त्वपूर्ण कुरा छ, यस्तो स्तरको आज्ञाकारिता हामी आफ्नै बलले गर्न सक्दैनौँ। यो न्यू इयर्स रेजोल्युसन जस्तो होइन जुन हामी बनाउँछौँ र केही दिनमै तोड्छौँ। साँचो आज्ञाकारिता म अझै कोसिस गर्छुबाट सुरु हुँदैन, यो त म समर्पण गर्छुबाट सुरु हुन्छ। यो क्रुसमा देखाइएको प्रेमलाई बुझेपछि हृदयबाट आउने एक स्वाभाविक जवाफ हो। ल, अब हामीले नोह, अब्राहम र यीशुको कथा हेर्यौं। अब यी सबैबाट सिकेको कुरालाई एकै ठाउँमा ल्याएर हेरौं, ताकि हामीले आफ्नो जीवनमा यसलाई कसरी लागू गर्ने भनेर बुझ्न सकौं। त्यसो भए हामीले के देख्यौं त? यो आज्ञाकारिताको एउटा यात्रा हो। पहिलो, नुह जस्तै जब केही कुराको अर्थ लाग्दैन त्यति बेला पनि भरोसा गर्नु। दोस्रो, अब्राहम जस्तै जब हृदय टुट्छ त्यति बेला पनि भरोसा गर्नु। र अन्त्यमा येशू जस्तै आफ्नो इच्छालाई पूर्ण रूपमा परमेश्वरको इच्छामा समर्पण गर्नु। र अन्तमा आफैलाई एउटा प्रश्न सोधौं, हाम्रो जीवनको कुन यस्तो पाटो छ जहाँ हामी परमेश्वरमाथि पूर्ण भरोसा गर्न हिचकिचाइरहेका छौं? केही कुरामा पछि हटिरहेका छौं कि? याद राखौं, आज्ञाकारिताको यात्रा एउटै ठूलो छलाङ होइन, बरु विश्वासको एउटा सानो कदम हो। आज हामी त्यो सानो कदम के चाल्न सक्छौं?